जाडो महिनाको सुरुवात जनाउने पूर्णिमा सकिमाना पूर्णिमा। सकिमाना पूर्णिमा कार्तिक शुक्ल पूर्णिमाको दिन मनाइने पर्व हो, जसमा नेवा समुदायले बाली भित्राएको अवसरमा देवताप्रति धन्यवाद व्यक्त गर्छन्। सकी शब्दको अर्थ पीडालु हो, मानाको अर्थ उबाल्नु र पुनीको अर्थ पूर्णिमा हो। तसर्थ यस दिन उसिनेको पीडालुलाई मुख्य प्रसादको रूपमा खाइन्छ। यस पूर्णिमामा सकरखण्ड पीडालुसँगै बदाम, मकै, हटमास, गहुँ आदि गेडागुडीहरू भुटेर देवदेवताहरूलाई चढाइन्छ। सकिमाना पूर्णिमाको आकर्षण भनेको बेलुकीको भजन र चहलपहल हो। मन्दिरको प्राङ्गण, चैत्य, चोकहरूमा विभिन्न प्रकारका अन्नलाई मिलाएर देवी देवताका चित्र, मन्दिरका आकृति र धार्मिक प्रतीकहरू बनाइन्छ, जसलाई हलिमली वेगु भनिन्छ। चन्द्रमा उडाइसकेपछि मात्र हलिमली सजाउने गरिन्छ। हलिमली सजाइसकेपछि मन्दिरमा दियो बाल्ने, पूजा गर्ने र भजन गरिन्छ र सकिसकेपछि हलिमली बटुलेर सबै भक्तजनहरूलाई प्रसादको रूपमा बाँडिन्छ। यस दिनले असार शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मासको अन्त्य पनि जनाउँछ। कोजाग्रत पूर्णिमाको दिनदेखि आकाशदीप बाल्ने रीति पनि सकिमानाको दिन समाप्त हुन्छ। जाडो महिनाको सुरुवात सकिमाना पूर्णिमाबाट सुरु हुने भएकोले शरीर तताउन सकरखण्ड र पीडालु खाने परम्परा आएको हुन सक्छ। अनि यो जाडो जिउ तताउन सकी खाने होइन त,